क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। सो आज हामी सफिक्स सफिक्स भन्नु मतलब चाहिँ कुनै एउटा अक्षरको पछाडि जोड्नु पर्ने सा। सफिक्स भन्नु मतलब चाहिँ कुनै एउटा अक्षरको पछाडि जोड्नु पर्ने सा। अब सा कता का कुनै भिन्नता आउँदैन। सा कता का सा कस हुनुपर्ने, तर सा कता का सा पछाडि साले चाहिँ फेरि एकलको काम गर्छ। र सा कता का सा के सकता का सा के सकता का सा पछाडि सा हुनाले गर्दाखेरि एकलको उच्चारण। सकता का सा के कस भन्दैन के। त्यसरी नै खारतक के हुनुपर्ने? खारतक ठ खारतक ठ साले के को काम गरेको हुनु पर्यो? एकलको। खारतक ठ सा ठे। खारतक ठ सा ठे। खारतक ठ सा ठे। गालता के हुनुपर्ने? गालता ला सा साले के को काम गरेको हुनु पर्यो? एकल। गालता ला सा ले। गालता ला सा ले। सकता का सा के। खरत ठ सा ठे। गलत ला सा ले। न साले के को काम गरेको हुनु पर्यो? एकल। ङासा ङे। सा कता का सा के। खरत ठ सा ठे। गलत ला सा ले। ङासा ङे।
ला तथा ला तथा के हुनुपर्ने ला तथा त पछाडि सा छ भने चाहिँ साले के को काम गरेको हुनु पर्यो एकर ला तथा ता सा ते ला तथा ता सा ते ला तथा ता सा ते ना पछाडि सा जोडेको छ साले के को काम गरेको हुनु पर्यो एकरको काम नासा ने नासा ने नासा ने को माने देखिबाट भारतबाट भारतदेखि नासा ने सो नासा ने पछाडि सा जोडेको छ भने यसले चाहिँ एकरको काम गर्छ स कत क स के ख र त ठ सा ठे ग ल त ला सा ले ना सा ङे ला त ता सा ते माने हेर्नु देख्नु होइन हेर्नु ला त ता सा ते ना सा ने माने देखि भोलिदेखि कालिम्पोङबाट नासा ने देखिबाट ला लाको पछाडि सा जोडेको छ साले के को काम गरेको हुनुपर्छ एकर ला सा ले माने कर्म जुन चाहिँ काम तपाईँले गर्नु हुँदैछ कर्म कारण ले कर्म जुन चाहिँ तपाईँले काम गरिरहेको छ त्यो चाहिँ कर्म र कारण केले गर्दैछ र गत ग यत क्या सचु ग्यु कर्म तपाईँले के कर्म गर्नुभयो भन्दाखेरि जस्तै तपाईँ रिसाउनु भयो कर्म कारण चाहिँ के हो घृणा कर्म कारण घ्यु चाहिँ कारण तपाईँले यदि जरुरतभन्दा बेसी पैसा कमाइरहेको छ भन्ने त्यो कर्म कारण चाहिँ के हो लोभ कारण कर्म लासाले घ्यु कारण तपाईँले काम गरिरहेको छ र गलत काम मात्रै गरिरहेको छ कारण के हो अज्ञानता नजानेर गलत कामहरू गरिरहेको कारण चाहिँ अज्ञानता ले घ्यु न्याको पछाडि सफिक्स सा जोडेको छ
साले चाहिँ के को काम गरेको हुनुपर्छ एकर न्यासा न्ये न्यासा न्ये सो आजको पार्ट चाहिँ के हो भन्दाखेरि यदि पछाडि सफिक्स सा छ भने चाहिँ कस खस यस्तो नभन्ने पछाडि सा छ भने चाहिँ यसले चाहिँ एकरको काम गर्छ भनेर बुझ्नु पर्यो सकत का स के खरत ठ सा ठे गलत ला स ले ना सा न्ये ला तत ता सा ते ना सा ने ला सा ले र गत ग यत ग ग्यास चु गु न्या सा न्ये सो आजको लेसन चाहिँ के छ भन्दाखेरि यदि सफिक्स जुन चाहिँ एउटा शब्दको पछाडि आउनेलाई सफिक्स भन्छ यदि सफिक्स चाहिँ सा हो भने उच्चारण गर्दाखेरि एकरको उच्चारण गर्नुपर्छ स कत क स के ख र त ठ स ठे ग ल त ला स ले ना स न्ये ला त त ता स ते ना स ने ला स ले र ग त ग य त ग ग्या स चु ग्यु न्या स न्ये सो संक्षेपमा के बुझ्नु पर्यो भन्दाखेरि पछाडि स जोडेको छ भने सले चाहिँ एकरको काम गरेको हुनुपर्छ तर आज हामीले कुनै भवल जोडेको छैन गिगु जोडेको छैन सब्चु जोडेको छैन डेङ्गो जोडेको छैन विदाउट एनी भवल्स कुनै भवल छैन भने चाहिँ मात्रै यो सले चाहिँ एकरको काम गर्छ अहिले यहाँ भवल कुनैमा पनि छैन यो छ यो त सब जोइन्ट हो भवल होइन यहाँ छ यो सब जोइन्ट हो भवल होइन बढाएका छोटा उकर त्यस्तो के पनि होइन भवल होइन यहाँ भवल कुनैमा पनि छैन यो त अलग रगत यो भवल हो तर हामी सा पछाडि सा हुने र अगाडिमा भवल हुने अहिले हामीले गरेको छैन त्यो फेरि अलिकति भिन्दै रुल लिन्छ त्यो भयो सो संक्षेपमा पछाडि सा छ भने चाहिँ यसले एकर जस्तै नै काम गर्छ तर अहिलेसम्म चाहिँ हामीले यो यिनीहरू कुनैमा पनि यो त भिन्दै अहिले यो लासाले पछाडि सा हुने घरको कुरा गर्दैछु र कुनैमा बबल्स छैन यहाँ बबल्स नहुँदाखेरि पछाडि सा छ भने चाहिँ साले चाहिँ एकरको काम गर्छ र अब यो पढाउँदाखेरि मेरो मनमा चाहिँ तपाईँले के सिकोस् मैले के पढाउनु पाओस् भन्ने मेरो मनमा छ कि त्यसले गर्दाखेरि तपाईँहरूले लाइक इट गर्नुहोस् सेयर इट गर्नुहोस् भन्नु चाहिँ जहिले म बिर्सिँदो रहेछु तर तपाईँहरूले याद गरेर राम्रो लाग्यो भने चाहिँ नि लाइक इट गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर इट गर्नुहोस् अब म त यो पढाउनु चाहिँ तपाईँहरूले आफ्नो भाषा सिकोस् आफ्नो लिपि सिकोस् धर्म बुझोस् भन्ने विचारले मैले खोलेको हो तर तपाईँहरूले लाइक इट गर्यो सेयर इट गर्यो त्यसरी गरेर मैले अलिकति पैसा पाउनु पाएँ भने म अलिकति क्लासरुम राम्रो बनाउँछु त्यो माइकहरू राम्रो किन्छु त्यो अलिकति क्लासलाई पनि अलिकति उन्नति गर्छु र तपाईँहरूलाई यो ठिक काम गर्दो रहेछ तपाईँलाई अलिकति फाइदा हुँदैछ
जस्तो लाग्यो भने जहिले पनि म त बिर्सिन्छु, म त यो पैसा कमाउँछु भन्ने विचारले खोलेको होइन। तपाईँहरूले आफ्नो लिपि सिकोस्, आफ्नो भाषा सिकोस्, धर्म बुझोस् भन्ने विचारले मैले खोलेको हो। तर लाइक इट यस्तो पाएर चाहिँ सब्सक्राइब बेसी भएर मैले अलिकति पैसा पाएँ भने चाहिँ म क्लासरुम त्यो के अरे क्यामेरा यो के भन्छ माइक्रोफोन सबै नयाँ किनेर अझै यसलाई झन् राम्रो कसरी बनाउनु पाऊँ भन्ने विचारले चाहिँ म अगाडि बढ्छु। र तपाईँहरूले जहिले पनि राम्रो लाग्यो भने चाहिँ लाइक इट गर्नुहोस्। अब यो तपाईँले मलाई देख्नु भएको छैन, मैले पनि तपाईँलाई जिन्दगीभरि पनि मैले भेट्नु पाउँदिनँ होला, तर यो अलिकति मैले पढाएको चाहिँ तपाईँलाई अलिकति फाइदा हुँदैछ भने चाहिँ धन्यवाद भन्नेको रूपमा चाहिँ लाइक इट गरिदिनुहोस्। अन्त यदि पैसा पायो भने अलिकति उन्नति गर्छु, पाएन भने ठिकै छ, म निरन्तर त्यसरी रहनेछु। र तपाईँहरूको लिपि धर्म बुझ्नु, आफ्नो भाषा सिक्नु बहुत ही जरुरी छ। त्यसले गर्दाखेरि मैले तपाईँहरूलाई यस्तो एउटा पढाउने मौका यो युट्युबद्वारा मैले पाइरहेको छु। र तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक इट गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर इट गर्नुहोस्, ताकि ज्यादा से ज्यादा तपाईँहरूको जातिले आफ्नो लिपि, आफ्नो भाषा र धर्म बुझोस् भन्ने विचारले सेयर इट गर्नुहोस्। हौ त्यसरी अनि तपाईँहरू आउनुभएकोमा धन्यवाद। अनि भोलि भेटौँला। ओके, थ्याङ्क यू भेरी मच।